Guys, welcome back to my channel. So आज October 24th हैन आज भाइटिका छ हाम्रो तिहारको लास्ट डे अनि म चाहिँ यहाँ so guys चाहिँ मैले 500 को खुजुरा निकाले हैन काव्य दिदी इज रिच माय गॉड बुढीमा पनि जरो 10 रुपैयाँ टिका मनाउन जाँदैछु तर मैले गिफ्ट किनेको छैन सो आई एम जस्ट गिभिङ अवे मनी हैन तर हाम्रोमा पैसा दिनु हुँदैन चेलीबेटीहरुले but still म खतरा खालको हो त्यही भएर हे हे But guys, मलाई भन्दैछु कि जुम चोक भनेर अब रुमाल किन्न सो हेरौँ अब के हुन्छ Don't forget to like, share and subscribe ल म भने गर्छु गाइस अहिले म गाडीमा छु अनि म जान आँटेको गिफ्ट किन्न ये सो गाइस अब म चाहिँ मेरो दादा अनि भाइहरुको लागि गिफ्ट किनेर आएको बट तर पसल बन्द छ होला यो मामा कस्तो पलाउँदै बस्छन् गाइस दिस इज माई मामा अनि आज के डे हो त तिहार हो तर गोगसको त हुँदैन नि त अनि उनीहरू पैसैको लागि आउँछ गाइज अनि यहाँ पैसैसम्म जाँदा पैसै म त रिच छु नि फेरि मेरो भएको नभएको सम्पत्ति पनि आज सब सकियो तर भरे आउँछ रुमाल लिने ठाउँमा आइपुगेँ ठ्याक्क सो गाइज मैले रुमालको सपिङ गरिसकेँ अहिले देखाउ जम्मी गरेर कति रुपियाँ भयो मेरो गरेर गइसकेँ गाइस आधीहरू चाहिँ यहाँ बक्सहरू प्याकै गाइस मैले किनिसकेँ साँच्चै भनेको यहाँ सबजना जाँदैछन् 5 रुपियाँ लिएर 300 रुपियाँमा अलिक डिस्काउन्ट गरेर आजभन्दा यस्तो बार्गेनिङ गर्न थालेको छ फ्रेन्ड्स हाउस गाइस अब चाहिँ हामीहरू यो घरमा आउने यो अर्को घर यो भनेन यो घरमा आउने हामीहरू फर्टिका भन्दैछु गाइस आजको यसो इमोसनलेस वाला भिडियो हुन्छ होला कि मतलब कलर अलिकति आइके खालको द्याट्स बिकज म आफै पनि भ्लग गर्दैछु त्यही भएर माई हाउस टाढाबाट हेर्नुहोस् होला भित्रको अब लास्ट खराब हालत छ आन्टी म्याडम चाहिँ नजानु नि अरे उहाँलाई मजा आउँदैन अरे त्यसमा अब गएको रेडी हुन यस्तो हालत छ म अब एकछिनमा ट्रान्जेक्सन हुन्छ लेट्स गो दिदीहरूको घरमा जान्छु बिकज यसरी टिका लाउनु भएन नि त त्यसमा त कस्तो मेरो बर्थडे बर्थडे गिफ्ट भनेर तिहारको गिफ्टै लिन बिर्सेछु हाम्रो डेस्टिनेसन चाहिँ त्यो घर हो मेरो हातमा के हुने पऱ्यो माइ गॉड यही कलमा हामी जान्छु यस्तो हालतमा जाँदैछु म चाहिँ अब हामी स्कुटीमा जाने ल म त मिडल चाइल्ड भएँ फोनमा चार्ज छैन प्लस म बोलेको बोल्दैछु आई थिङ्क दिस इज गन बी द लङ्गेस्ट भिडियो अफ माई च्यानल अहिलेसम्म ह्याप्पी तिहार सबलाई अबदेखि त सक्यो यहाँ छ ल बाइ गाइस थ्याङ्क यू फर वाचिङ अन्टिल नाउ स्टे ट्युन फर अपकमिङ भिडियोज बाइ